दोस्रो कुरो चाहिँ नेपालमा पेटेन्ट अफिस छैन। पेटेन्ट अफिस छ, नाम मात्रको छ, त्यो चाहिँ काम छैन। किनभने त्यसलाई चाहिँ गजै व्यवस्था गर्नुपर्ने व्यवस्था छैन। त्यसैले हाम्रो नेपाली भाइहरू, केही भाइहरू छन्, उनीहरूले चाहिँ केही कुराहरूको पेटेन्ट गर्नु पर्यो भने चाहिँ इन्डिया पनि जान्छन् र बाहिरतिर पनि गर्छन्। र विदेशमा बस्ने हाम्रो नेपाली एनआरएनए भाइ बहिनीहरूले चाहिँ नेपालमा पेटेन्ट अफिस भयो भने हामी पनि हाम्रो चाहिँ उनीहरूको जुन इन्टेलेक्चुअल प्रोपर्टी छ त्यो के अरे नेपालमै राख्छौँ भनेर ल्याउँछौँ, दर्ता गर्छौँ पनि भनिराखेको छन्। त्यसैले राम्रो पेटेन्ट अफिस होस् र नेपालमा मात्रै होइन, कसैले नयाँ कुरा इन्टेलेक्चुअल प्रोपर्टी पेटेन्ट गर्नु पर्यो भने विदेशमा जाँदाखेरि सक्दैन, यति महँगो हुन्छ। त्यो विदेशमा पेटेन्ट गर्नुपर्छ, फेरि नेपालमा मात्रै पेटेन्ट गरेर हुँदैन। तपाईँले इन्डियामा गएर पेटेन्ट गर्नुपर्छ, कुन देशमा गएर चाहिँ त्यहाँ उत्पादन गरेर व्यापार गर्ने हो, त्यो हरेक देशमा पेटेन्ट गर्नुपर्छ। त्यो नेपालीले चाहिँ उनीहरूले सक्दैन। त्यस कारणले त्यस्तो किसिमको विदेशमा गएर पेटेन्ट गर्दाखेरि गर्नको लागि चाहिँ त्यो सरकारले अनुदान दिनै पर्छ। दिएन भने त्यो उसको इन्टेलेक्चुअल प्रोपर्टी चाहिँ हराएर जान्छ। र यसरी उनीहरूले पेटेन्ट गरेर कुनै कुराहरू चाहिँ विकास गरेर उत्पादन गरेर चाहिँ के अरे उत्पादन गरेर अलिअलि पैसा कमाउन थाल्यो भने, देशलाई पनि अलिअलि कर तिर्न थाल्यो भने, रोजगारी सिर्जना गर्यो भने सुरुमा चाहिँ उनीहरूलाई चाहिँ करमा चाहिँ विशेष किसिमको थोरै भए पनि प्रोत्साहन गर्नको लागि छुट दिने व्यवस्था होस् भन्ने चाहिँ म चाहिँ चाहन्छु। र अन्तमा अब मैले भन्ने गरेको, जहिले पनि भन्ने गरेको, सबै साधारण जनतालाई पनि थाहा छ, मेरो माग भनेको यो उसको लागि, रिसर्च इनोभेसनको लागि, नवप्रवर्तनको लागि